हामी आज कहाँ जाँदैछौँ र अनि त्यसपछि अहिले चाहिँ म यहाँ बहिनीसँग अब हामी जाँदैछौँ। हामी किङ आइकिङ होला नि अब किङ आइकिङ होला नि अब। कौन है ये लोग? कहाँ से आते हैं ये? सबैजनालाई अनि त्यही हो। अनि हामी चाहिँ त्यहाँ तल भेटेर अनि सबैजना जान्छौँ र हाम्रो डेस्टिनेसन चाहिँ कहाँ हो भनेर चाहिँ म अहिले पछि भन्छु। ओके। हामी चाहिँ अहिले यहाँनिर ड्याम साइड आइसकेको छौँ। अनि त्यसपछि मैले यहाँनिर मेरो साथीहरूलाई भेटिसकेँ। सो मैले चाहिँ मेरो भिडियोमा फर्स्ट टाइम सबैजनालाई वेलकम गर्छु। वेलकम। हेलो भन न। हेलो। अनि हामी चाहिँ अहिले यहाँनिर ड्याम साइड हो न, ड्याम साइड आयौँ। त्यसपछि हामी अब यहाँबाट हिँड्दै हिँड्दै जान्छौँ। त्यही हो ब्याग बोक्दै। अब चाहिँ हामी यहाँबाट इन्ट्री गर्छौँ। केही नि हुँदैन। जङ्गल अहिले चाहिँ हामी यहाँ आइसक्यौँ। बाटो चाहिँ एकदम सुनसान छ। भन्नै बिर्सेछु। हामी कहाँ जाँदैछौँ, हामी कहाँ जाँदैछौँ भन न। चाहिँ हाम्रो साथी है, मैले चाहिँ कहाँ जाँदैछौँ भनेर भन्दै बिर्सेछु। हामी चाहिँ कहाँ जाँदैछौँ अरे स्तुपा जाँदैछौँ। बाटो चाहिँ यस्तो छ। अनि बिहानभरि पानी पर्यो। अनि त्यसपछि मजाले भनिरहेछौ। साथीहरू हामी चाहिँ यहाँनिर बाटो बिर्सेर यहाँनिर उभिएर म्यापमा हेरिरहेको छौँ। हामी चाहिँ उता मस्तिरसम्म पुग्यौँ। अनि त्यसपछि फर्केर आयौँ। अनि यहाँनिर चाहिँ दिदीले म्याप हेर्दै हुनुहुन्छ। हामी यहीँ हरायौँ। उतातिर मान्छेहरू नि आउँदै छ। पसिना यस्तो हालत छ गाइजहरू। हामी चाहिँ फेरि माथि पुगेर बाटो त्यो नभए जस्तो लाग्यो। हामी फेरि तल आइसकेछौँ। तल झर्दैछौँ। कहिले माथि कहिले तल भने तल यत्रो आयो। यत्रो उकालो चढेर हामी फेरि तल झर्दैछौँ। साथीहरू अहिले चाहिँ हामी यहाँ बाटो बिर्सेर माथिबाट फेरि तल झरिसकेका छौँ। अनि त्यसपछि
तपाईँहरू आउनु चाहनुहुन्छ भने यहाँ चाहिँ दुईवटा बाटो छ अनि एउटा चाहिँ यता मासतिर जाने अनि एउटा चाहिँ यता तलबाट जाने अनि यता मासतिरबाट गयो भने चाहिँ 2 घन्टा लाग्छ गरे अनि हामी चाहिँ यता तलबाट जान्छौँ मलाई यिनीहरूले छोडेर गइसके सुरुमा चाहिँ यहाँबाट बोलिकाले यहीँबाट जाने हो भने अनि त्यसपछि हामीले चाहिँ उसलाई ट्रस्ट गरेन अहिले चाहिँ पछुताएको साँच्ची हो तर फाइनलमा चाहिँ यही बाटो नै रहेछ गाइज बाटोहरू चाहिँ यस्तो छ बाटो यस्तो हो अब म नि एकछिन भिडियो अफ गरेर मजाले हिँड्छु अहिले यहाँ कोही लड्यो भने साथीहरू यहाँ चाहिँ चुका साथीलाई चाहिँ चुका लाग्यो छिटै होइन साथीहरू मलाई चाहिँ एकदम जुका लाग्छ भनेर डर लागिरहेको छ अनि उता चाहिँ दिदीहरू आउँदै हुनुहुन्छ जुका लागेर हेरेर बस्नुपर्छ यहाँ हिँड्दैछौँ हेर्नु पऱ्यो भाइ फाइनली बाटोमा आइसक्यौँ अब हामी यहाँबाट जान्छौँ जुका लाग्यो ओ माइ गॉड डर लाग्यो अनि यहाँनिर चाहिँ कति धेरै मान्छे पनि रहेछ अनि यहाँनिर एउटा पोखरी पनि रहेछ फेवा तालको भाइ भन्ने के राम्रो हरियाली देखेको हामीलाई नि राम्रै देखे होला हामीलाई नि राम्रै देखे होला अनि कति ओ माइ गॉड हरियालीमा मान्छेहरू कति मान्छेले कति राम्रो देखेको साथीहरू यहाँ चाहिँ रश्मिले पानी भरेछन् आन्टीहरू नाच्नु भयो अब हामीले यो पनि खान्छौँ साथीहरू फाइनली हामी यहाँ नाच्दै आइपुगिसक्यौँ अनि त्यसपछि हाम्रो हालत चाहिँ यस्तो हो साथीहरू हामी चाहिँ अहिले आइपुग्यो भनेर अझै त्यहाँ माथि पुग्नु छ हाम्रो फाइनल डेस्टिनेसन भनेको चाहिँ त्यहाँनिर हो स्तुपामा यस्तो घाम लाग्यो अब चाहिँ हामी यहाँबाट जान्छौँ यहाँनिर चाहिँ यस्तो फुलहरू पनि राम्रो राम्रो फुलहरू रहेछ अनि हामी चाहिँ यहाँबाट जान्छौँ के गर्ने ओके जाम गाइजहरू यो चाहिँ के रहेछ यो के हो यस्तो के हो र यो खासमा
हामी चाहिँ यहाँनिर आइसक्यौँ। कस्तो शीतल। It's okay. साथीहरू अब चाहिँ हामी अब चाहिँ इन्टर हुन्छौँ। नो टिकटक नो भिडियो लेखिरहेछ। फाइनली हामी चाहिँ यहाँनिर आइपुग्यौँ। साथीहरू हामी चाहिँ त्यहाँनिर स्टुकामा पुगेर आयौँ। स्टुकामा पुगेर आयौँ तर त्यहाँनिर चाहिँ भिडियोहरू बनाउन नपाउने रहेछ कि, अनि त्यही भएर भिडियो बनाउन नि पाएन। अलिअलि फोटो मात्र खिचेर आएँ। अनि त्यसपछि हामी चाहिँ अहिले हाम्रो निस्किँदैछौँ। त्यही हो मेन भनेको त्यहाँ भिडियो बनाउने पाउँछ कि भन्ने थियो, तर भिडियो बनाउनु चाहिँ नपाउने रहेछ। भिडियो टिकटक बनाउनु चाहिँ नपाउने रहेछ, जस्ट फोटो मात्रै खिच्न पाउने रहेछ साथीहरू। त्यही हो अब चाहिँ हामी जाँदैछौँ। अब हामी कहाँनिर बस्छौँ थाहा छैन। दिदी बहिनीहरूले मलाई चढेर गए। यहाँबाट चाहिँ अनि उसको लेफ्ट साइडको भ्यू पनि देखिन्छ साथीहरू, देख्न सक्नुहुन्छ। यस्तो गर्मी भएर मैले चाहिँ यस्तो ज्याकेट त्यस्तो लिएर हिँडिरहेको छु। यिनीहरू त सेम बिरालो जस्तो देखियो। यहाँ थक लाएर बस्नु भयो। यिनीलाई घाम लाएर छाता ओढ्न लाइचिन्। सो साथीहरू हामीलाई चाहिँ यहाँ गर्मी भएर यसरी छाता ओढेर हिँड्नु पऱ्यो। अनि त्यसमाथि घामले पोलेर यो ज्याकेटले यसरी मुख छोपेर हिँड्नु पऱ्यो। अनि दिदीहरू त्यहाँ पुगिसक्नु भयो अगाडि। हामी चाहिँ गर्मी भएर मेरो हालत चाहिँ यस्तो छ। अनि उसको हालत चाहिँ त्यस्तो है साथीहरू। यहाँ पसिना आएर तर त्यहाँ माथि उसमा चाहिँ भिडियो बनाउन नपाउने रहेछ। अनि त्यही भएर मैले भिडियो नि बनाएन, टिकटक सिकटक पनि बनाउन नपाउने रहेछ, जस्ट फोटो मात्रै खिच्न पाउने रहेछ। अनि हामीले चाहिँ फोटो मात्रै खिच्यौँ। त्यही हो अब हामी एक ठाउँमा बसेर अलिअलि पेट पूजा गर्छौँ। पेट पूजा गर्छौँ अनि त्यहाँबाट हामी फेरि लाग्छौँ। यहाँ चाहिँ हुनुहुन्छ एकजना अमेरिकन। चाइनिज हो यसमा गरेको लाग्दिन्छ। हामीहरू चाहिँ यहाँनिर अब एकछिन बसेर पेट पूजा गर्छौँ। एकछिन यहाँ बसेर हामी यसो गर्छौँ। अनि त्यसपछि हामी गर्छौँ। अब यो आशा दिदीको तन्ना चाहिँ फेरि पोरो हुने भयो। घर लाएर यति धुनी आफ्नो यहाँ राख्नु पर्यो। म चाहिँ यहाँनिर बस्छु। सो हाम्रो स्न्याक्सहरू साथीहरू यही हो। अनि यहाँनिर चाहिँ खिर छ, उसले लिएर आएको। अनि कोक पनि छ। हेर्दै गर्नु होला साथीहरू। हाम्रो खाना चाहिँ यही हो, स्न्याक्स भनौँ। अनि यहाँनिर चाहिँ खिर छ। खासमा चाहिँ हिजो साउन 15 थियो अनि हाम्रो चाहिँ आज खिर खाँदैछौँ। त्यही हो। अनि त्यसपछि यहाँनिर आमाहरू पनि आउनु भइरहेछ।
अब यहाँ खाएर भ्याइसक्यौँ अनि त्यसपछि अब हामी जान्छौँ मेरो झोलामा सो हामी त अहिले फर्किसक्यौँ अनि त्यसपछि आउँदा अब जाँदा नि बाटोमा होला थियो आउँदा नि बाटो बिर्स्यौँ अनि हामी यसरी हिँडिरहौँ यहाँ घाममा हामी त अब घर जान लागेको अनि त्यसपछि थोरै लाग्यो यहाँ सबैजना रेडी भएर अब घर जानु भएको सबैजनालाई बाई 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 अनि हाम्रो भिडियो हेरेर हजुरलाई कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला यति भन्नु आजको भिडियोमा यही गर्छु बाई बाई